पर्खिनुहोस् यो सब 1 महिना अगाडिको सन्देशबाट सुरु भएको हो। मे 19 भिक्टोरिया डे हामीले निर्णय गर्यौं जिरो स्पार्क। मैं 4 कप बनाए से कुछ असला नहीं तर यसरी बन्ने हो बिस्तारै के छ त फर्स्ट ट्राई लास्टसम्म चाहिँ बेस बन्छ है भाइ This is guys 25 seconds. 1, 2, 3. So guys, we finally here at G Ghost Park. Yes sir. अनि हाम्रो प्रोग्राम दाइ कस्तो लागिरहेछ अहिले? वेदरले त राम्रै गरिरहेछ अब Weather is cool and आज दामी हुन्छ आज दिन दामी हान्नुपर्छ आज पार्टी एकदम कतिको एक्साइटेड हुनुहुन्छ? एकदम खतरा एकदम खतरा हो ल आजको मौसम नि राम्रो छ So guys, this is the place for our picnic spot. यहाँ चाहिँ आशिष छ प्रज्ञान दाई विवेकजी यता प्रकृति पनि हाम्रो सङ्गम दाजु सन्चै हुनुहुन्छ हाम्रो अभिषेक दाजु यता सुमिन दाजु अनि हाम्रो सुस्मिता दिदी भीम भन्ने होइन म चाहिँ दारिन्छ अनि के अरे नाम सुजिता एन्ड देन हाम्रो के अरे नाम के अरे करुण एन्ड त्यसपछि तपाईँको नाम अमृत ओके हाम्रो अरुण दाइजु वी हेभ रञ्जना दिदी सन्चै हुनुहुन्छ धेरै पछि दाइन्जी भाइलाई भेट्यो धेरै खुसी लागेको छ इन्ट्रोड्युस गरिदिनु न नाम के हो र सृष्टि यतापट्टि नमस्ते नमस्ते मेरो नाम कृतिका अनि यतापट्टि के अरे अनि त्यसपछि हामीसँग जेरी छ अनि यसलाई के भन्छ अरे दाइ मालपुवा अनि यो के हो भुट्टन सेलरोटी सो सबैले हाई गरिदिनु ल ल मोमोको चटनी भाइ आउनु सबैजना लिनु कि आउनु आफैले हाल्ने हो र रेडी छ ल भाइहरूलाई सर्भ गर्दिउ त हैन पहिला तपाईहरु हैन सर्भ गर्दिउ अलि उनीहरुले पैसा दिन्छ हामीलाई तिहारको भाइ How are you feeling? मलाई एकदम Bro. Team. We're serving Africa, self-serving, and then everyone is in their line. Khoi didi तपाईं नि
के हो किन प्लास्टिक हो र त्यो हातमा म क्यान्टिनको मान्छे हो कि यहाँ हो कतै हेल्प गर्नु के छ यहाँ भनिदिनुहोस् हाम्रो चाहिँ बिम्बाप अनि के अरे पर्क भुटुवा मालपोवा सेलरोटी मटन भुटुवा जेरी प्रन अन्डा चटनी अनि यो सोयाबिनको छोइला आलुदम पर्क मोमो चिकन मोमो अनि स्प्रिङ रोल सबैजना मजाले खाउँ है मजाले खाउँ है Welcome to the vlog. वेलकम टु द ब्लग Picnic spot. हामी चाहिँ अब खान थालेको दिदी हामी चाहिँ खान थालेको एकदम धेरै भेराइटी छ तिम्रो प्लेटमा के छ यति धेरै छ सबसे मेरो थालको चाहिँ राम्रो है as you can see Prepared न this is all we've got so सबैले खाइसकेका छौँ as you can see just having a good time ये भिडियो हेलो भन्ने रश्मि दिदी होइन विकास नाचेको त अघि दुईजना जोसिने सबैभन्दा दिदीले चस्मा लगाएपछि त अब सक्यो क्या हजुरको दार्जिलिङ भ्लगमा आउन पाउँदाखेरि सबैसँग समेट्न पाउँदाखेरि धन्यवाद धेरै नै सो के अरे विदेश आउनु लागेको हुन्छ नि नयाँ नयाँ मान्छेहरूलाई अब कस्तो के सल्लाह दिनुहुन्छ त नयाँ भाइ बहिनीहरू अब आउनु है अब विदेश आउँदाखेरि सबै कुरा प्रिपेयर भएर कोही पनि आउँदैन तर हुनु चाहिँ पर्यो हजुर अब 70% प्रिपेयर भए पनि 30% भइन्न तर अहिलेको यो जुन चलिरहेको छ नि अहिलेको सिचुएसनमा क्यानाडाको यो अहिलेको यो रिसेन्ट अवस्थामा चाहिँ स्ट्रगल चाहिँ गर्नुपर्छ क्यानाडा युके युएस अस्ट्रेलिया न्युजिल्यान्ड जहाँ गए पनि स्ट्रगल जुनै कुनामा गयो आफ्नो देशबाट बाहिर गएपछि स्ट्रगल गर्न सक्नु पर्यो अरूसँग भिजिन सक्नु पर्यो होइन अब अरूसँग नभिज्ने घुलमिल नहुने इन्ट्रोभर्ट हुन्छ सबैजना एक्स्ट्रोभर्ट पनि हुँदैन इन्ट्रोभर्ट पनि हुन्छ तर भिज्न सक्नु पर्यो भोलि फेरि त्यस्तै कुराहरू हामीले कति न्युजहरू सुनिरहेको हुन्छ डिप्रेस भयो यो भयो त्यो भयो होइन त्यो चाहिँ खुसी हुन सक्नु पर्यो नि त जस्तो सिचुएसनलाई पनि ढाल्न सक्नु पर्यो अब हामी पनि 2 वर्ष अगाडि त्यही बाटोबाट आउँदै गरेको हो पछिको यात्रा अझै बिस्तारै बिस्तारै बन्दैछ ठक्कर खाएको यो ठाउँमा चिसो भयो गाह्रो भयो काममा वर्क कल्चर मिलेन नेपालमा गरेको कर्पोरेट लाइफ र यहाँको कर्पोरेट लाइफ पक्कै मैले रिटेलमै गरेको यहाँ नि रिटेल हो धेरै कुरा फरक छ सिस्टमेटिक यहाँ अझै पनि छ बट स्टिल आफूले दुःख गर्न सक्नु पर्यो नि त नढाट्ने नचोड्ने इज्जत फाल्ने काम नगर्ने आफ्नो अनि मातृभूमिलाई नबिर्सिने आफ्नो रुट्सलाई नबिर्सिने जहाँ गए पनि अगाडि बढ्ने नै कुरा हो अब यहाँसम्मको यो 2 वर्षको यात्रामा मैले पनि दुःख गर्दैछु अझै पनि छ अब अहिले राम्रै चलिरहेको छ राम्रो होला पनि अनि यति राम्रो भाइ बहिनीको सपोर्ट छ ह्याप्पी एक्सपिरियन्स कस्तो भएछ क्यानाडाको त त्यस्तै हो दाइ भनौँ न आफूलाई जस्तो लागेको छ होइन अब नयाँ मान्छेहरू आउँदैछ उनीहरूलाई के सल्लाह अप्स एन्ड डाउन्सहरू आइरहेको छ होइन त्यो देखेर हार्छ भने होइन साथीहरू र यस्तो दाजुभाइहरू चाहिँ हुनु पर्यो म आएको ठ्याक्कै 1 वर्ष भयो 1 वर्ष भयो सहिलेसम्मको एक्सपिरियन्स कस्तो छ अहिलेसम्म त ठिकै छ बिचमा अलिकति दुःख भएको थियो हजुर फेरि खुसी आउँदो रहेछ अनि के सजेस्ट गर्नुहुन्छ आउने मान्छेहरू अब आतिनु हुँदैन धैर्य धारणा गर्न सिक्नुपर्छ त्यही हो रमाइलो छ यस्तो रमाइलो यताउता यस्तो खान पाइन्छ यस्तो खान पाइन्छ यहाँ ग्रेटफुल हो नि हाँस्न पाइएछ रमाइलो गर्न पाइएछ होइन योभन्दा कति चाहियो आफ्नो मान्छेहरू छ होइन भइहाल्यो नि यति अमेजिङ
पोजिटिभ भाइब्स ओन्ली। एकदम रमाइलो लागिरहेको छ। फर्स्टमा चाहिँ जारिन्जे भाइलाई धेरै धेरै धन्यवाद। जारिन्जे भाइले चाहिँ हाम्रो डिफ्रेन्ट अकेजनमा भइराख्ने कार्यक्रमको चाहिँ रेकर्ड गरिदिनुहुन्छ र मेमोरीको लागि पछि हामीलाई सधैँभरि इम्प्रुभ छ होइन। र अर्को कुरो चाहिँ अहिले हामी सबै नेपाली कम्युनिटी दाजुभाइ सबैजना नो फिल्सबाट एउटै ओर्क प्लेसबाट र अरू पनि सबैजना भेट भएर रमाइलो गरेको छ। एकदम इन्जोय गरिरहेको छ भाइ। हजुर हजुर नमस्ते सबैजनालाई दारिन्जे भ्लगमा स्वागत छ। लाइफ त राम्रै भइरहेछ अहिलेसम्म। अप्स एन्ड डाउन हुन्छ, स्ट्रगल गर्नुपर्छ, गाह्रो छ लाइफ। स्टुडेन्टमा आएपछि दुवै ह्यान्डल गर्न गाह्रो हुन्छ, तर त्यो चाहिँ गर्नुपर्छ, त्यही हो। अनि आज कस्तो रमाइलो भइरहेछ? रमाइलो त एकदम भरपुर। भाग्य नेउपानेलाई दिन्छ। आज कस्तो लागिरहेछ? कस्तो लागिरहेछ? आज रमाइलो भइरहेको ग्यादरिङ भयो, पिकनिक भयो, त्यही हो। ओके थ्याङ्क यू। चाहिँ गरौँ अनि आज रमाइलो भन्छ, एकदम रमाइलो भइरहेछ। नयाँ मान्छेहरूलाई भेटेर रमाइलो लाग्छ होइन, त्यही नै हो। कम्युनिटी राम्रो छ नि होइन? एकदम राम्रो छ। अहिलेसम्मको हजुर एक्सपिरियन्स कस्तो भन्ने न नयाँ मान्छेहरूलाई यताउता अब आउने मान्छेहरूलाई एक्सपिरियन्स भन्नुपर्दा चाहिँ अब कति वर्ष भएर आएको? म आएको 1.5 वर्ष। अनि एक्सपिरियन्स राम्रै छ, कामहरू राम्रो भइरहेछ, हरेक कुरा। अरू चाहिँ अब यस्तै छ, स्ट्रगल सुरुमा अब हल्का गाह्रो भएको थियो होइन, 3-4 महिना अब गाह्रो भएको थियो, पछि अब काम पनि पाउँदै गयो। अहिले चाहिँ ठिकै छ भनौँ। मैले पनि सुरुमा स्टार्ट गरेको भनेको भलिन्टियरिङबाट थियो, कामको कुरा गर्दाखेरि चाहिँ। अनि बिस्तारै बिस्तारै मान्छेहरू चिन्दै गयो, आफ्नो सर्कल बनाउँदै गयो। सुरुमा गाह्रो हुन्छ, तर त्यही हो, पेसेन्स चाहिँ हुनु पर्यो। डिपेन्ड्स अन नो आई मिन लाइक स्टडी वाइज पनि आफ्नो जुन ब्याकग्राउन्ड भए पनि यहाँ चाहिँ हामीले ग्राउन्ड लेभलबाटै सुरु गर्नुपर्छ। सो त्यो भइसकेपछि मेन्टली प्रिपेयर भएर चाहिँ आउनुपर्छ कि म जे भए पनि म फेस गर्न सक्छु, पेसेन्स चाहिँ हुनुपर्छ ममा भनेर मेन्टली चाहिँ प्रिपेयर भएर आउनुपर्छ। त्यति नै हो। आऊ साथीहरू बनाऊ, रमाइलो चाहिँ गर। रमाइलो छ। आज कस्तो भइरहेछ त? आज एकदम रमाइलो छ, धेरैजना नयाँ मान्छेहरूलाई भेट्यो मैले, त्यही नयाँ अनुहार देखिरहेको छु होइन। ल धन्यवाद तपाईँलाई नि। कश्मीर दिदी के हो जस्तो लाग्यो? इन्ट्रोड्युस मात्रै गरिदिनु, नाम यताउता हरेक कुरा नाम अनि कस्तो लागिरहेछ अहिलेसम्मको एक्सपिरियन्स क्यानाडा लाइफ होइन? कति भयो र तपाईँ आउनुभयो? 5-6 महिना भयो सर। त्यो पनि यसो एक्सपिरियन्स भन्नु कस्तो भइरहेछ होइन? जस्तो छ रश्मि के हो अरे? रश्मि गुरुङ। ओके एन्ड देन कस्तो भइरहेछ अहिलेसम्म एक्सपिरियन्सहरू? राम्रै छ। सोचेको यस्तो छ कि कस्तो अलिकति डिफ्रेन्ट लाग्यो क्यानाडा? डिफ्रेन्ट नै छ नि सब कुरामा नेपालभन्दा, तर बट द कम्युनिटी यु मेड इट्स गुड होइन? ओके अनि आज कस्तो भइरहेछ त? रमाइलो छ होइन? ल रमाइलो गर्नु, ल गर्नु हो धेरै। ल झन् सोध्छु भन्दै थियो अघि के अरे? उहाँ चाहिँ प्रकृतिजी। यसो आज कस्तो भइरहेछ त्यसो भए? ल भन्नु। कस्तो नि भएन, रमाइलो लागेको छैन? लाइराख रमाइलो लागेको छ है? सरी ल ल धेरै लोसन भयो होइन? त्यही रमाइलो गर्नु होला। यसो इन्टरभ्यू लिँदा हुन्छ। नाम के हो अरे फेरि भन्नु? शिवानी। सिकाउ न। अहिलेसम्मको एक्सपिरियन्स कस्तो भइरहेछ भन्नु? कति भएर आउनुभएको? 2023 को डिसेम्बरमा आएको। ओके भनेपछि 2 वर्ष हुनु लाग्यो अब त? कस्तो भइरहेछ एक्सपिरियन्स अहिलेसम्म? ठिकै भइरहेछ भनौँ। अब नयाँ आउनु लागेको मान्छेहरूको लागि के भन्नु चाहन्छ भन्नाले अब हुन्छ नि क्यानाडा कस्तो गाह्रो यताउता टफ हुन्छ नि त होइन? के लाग्छ तपाईँको विचारमा चाहिँ? ठिकै छ, आबै भन्छु। राम्रो छ भन्छु होइन? अब स्ट्रगल गर्नु सक्यो भने चाहिँ मान्छे राम्रो हुन्छ होइन? गर्नु सक्यो भने छ। आज कस्तो भइरहेछ त? रमाइलो भइरहेछ आज। ओके ल ल धन्यवाद। दारिन्जीको च्यानललाई सब्सक्राइब गरिदियो गाइस। यसो भनिदिनु होला तपाईँको नि नाम भनिदिनु। ल मेरो नाम कृतिका। हजुर कृतिका के हो र? कृतिका आत्रेय। हजुर फर्स्ट टाइम सुनेको मैले आज कि मैले पनि हो र? उसकै सुनेको आत्रेय। के हो र त्यो भने? आत्रेय भनेको
किनकि थाहा हुँदैन छेत्री मान्छे। ए छित्री ओके कस्तो लागिरहेछ अहिलेसम्म कहिले आउनु भएको र म 2 वर्ष 2 वर्ष अनि 2 वर्ष आधा भइसक्यो भयो है? हजुर सबै उस्ता उस्तै रहेछ यहाँनिर ल अनि कस्तो भइरहेछ अहिले चाहिँ एक्सपिरियन्स एक्सपिरियन्स अहिले ठिकै भइरहेछ राम्रै भइरहेछ रमाइलो मान्छेहरू भेट्यो त्यही भएर सुरुमा गएर अनि सबैको त्यही त हो नि होइन ल अनि आज कस्तो भन्नाले कम्युनिटी यताउता नयाँ मान्छेहरू देख्यो होला है फर्स्ट टाइम देखेको धेरैलाई चाहिँ त्यही भएर कसैलाई राम्रोसँग चिनेको चाहिँ छैन तर रमाइलो चाहिँ भयो नफिस्मै होइन तपाईँ होइन त्यही भएर नि लाग्यो मलाई। ल रमाइलो गर्नु होइन ओके यतापट्टि अब थ्याङ्क यू धन्यवाद नाम के हो? मेरो नाम सृष्टि हो सृष्टि के हो र रामदेव रामदेव ओके कति वर्ष भयो आउनु 2 वर्ष 2 वर्ष भयो है अहिलेसम्म एक्सपिरियन्स कस्तो भन्नु राम्रो भइरहेछ राम्रै छ है ल त्यही हो अलिक आज नि इन्जोय गर्नु होइन रमाइलो गर्नु मेरो चाहिँ एडिट गरेर कट गरिदिनु मलाई भिडियोमा त्यस्तो हुँदैन क्या सबैको अहिले त कञ्चनाजी पहिला नि भेटेको है कस्तो कस्तो लागिरहेछ आज रमाइलो भइरहेछ कति वर्ष भयो अब आउनुभएको तपाईँ नि म अब 2 वर्ष हुन्छ 2 वर्ष भयो है ल इन्जोय गर्नु होइन हुन्छ त्यही हो होइन तपाईँ पनि सबैजना इन्जोय गर्नु होला धन्यवाद सुस्मिता दिदी कता हराउनु भएको तपाईँ ल What do you want me to say? कति वर्ष भएर तपाईँ आउनुभएको अब सुस्मिता दिदी है म यहाँको हजुर 2 वर्ष हुन 2 लागिसक्यो वर्ष अहिलेसम्मको एक्सपिरियन्सहरू भनिदिनु न एक्सपिरियन्स के भन्ने भन्न कस्तो कस्तो क्यानाडाको चाहिँ कस्तो सोचेको थियो कस्तो भयो होइन अनि कस्तो हुँदैछ म चाहिँ त्यस्तो केही पनि सोचेको थिएन किनभने यो त मेरो इम्पल्सिभ डिसिजन थियो क्या यत्तिकै मैले ऱ्यान्डम अप्लाई गरेर आएको मलाई थाहा नै थिएन मैले त्यस्तो यस्तै सोचेकै थिएन हजुर होइन हजुर आइसकेपछि अब सुरुमा चाहिँ कस्तो कस्तो लागेको थियो अलिक गाह्रो थियो कि थिएन अति नै हामी आउँदाखेरि हजुर अहिले चाहिँ अब ठिकै हो अहिले त भनौँ अहिले त लाइफ जेल छ हो ए अहिले पढाइ पनि भ्याइयो अहिले रमाइलो छ अहिले अहिले वर्क परमिट आयो होइन होइन मैले भर्खर मात्र अप्लाई गरेँ मेरो ए हो ओके ओके ए झन्ले दिदी झन्ले सजिलो लाग्न पनि सक्छ आफूले अब कतिको स्ट्रगल गर्न सक्छु भनेर हो त्यही हजुरलाई चाहिँ केमा हर्ष पायो मतलब के चाहिँ गाह्रो के भयो गाह्रो भयो होइन अब मैले चाहिँ नेपालमा काम नगर्ने अनि त्यस्तो घरमै बसिराख्ने इन्ट्रोभर्ट यहाँ आएर हरेक कुरा आफूले गर्दा यहाँ त एक्सट्रोभर्ट भनेर अनि पुरै जब गर्दा चाहिँ एकदम स्ट्रगल लाग्यो अनि वर्क लाइफ हुन्छ नि ब्यालेन्स गर्दाखेरि साह्रै सबैलाई गाह्रो त्यो भयो गाह्रो भयो एउटाले स्टेप गर्छ फर्स्टकोले अनि त्यसले सेकेन्डकोलाई सिकाउँछ सेकेन्डकोले थर्डलाई सिकाउँछ थर्डकोले फोर्थलाई सिकाउँछ दामी मजा आउँछ है ल त्यही गरौँ त उतादेखि स्टार्ट हो क्या मदेखि होइन उताबाट हो ए यहाँ हाम्रो सबैजना रेडी छ है रेडी हो गाइज यहाँ कुरै छ सबैजना ल ल दिदी एउटा टक्क लगाएर दिइहाल्नु न धेरै सिकाउने होइन कि एकचोटि गर्ने सकियो अनि उसले गर्छ क्या ल ल गऱ्यो गऱ्यो ल त्यति हो
ल ल यता दियो गर्दै दियो गर्दै सुरु हेरौँ है कस्तो रहेछ यो त कति यो त बिग्रिन्न क्या अब त लास्टमा अनि उलेर लास्टकोले गर्छ है भाइ यो साइडमा है गर न गर तिमीले गर जुमिन आएको ल हरियो रुखैमा खान्छु मैले त्यो तिम्रो मुखैमा ताकले साथ देला त्यो दुखैमा फनको माया तिमीलाई सम्झन्छु दिनको रात मस्याउरी यसरी के होला यसरी चुप नबस गाइदेऊ गीत बिसरी माया पानको यसरी त हामीलाई नपेला यसरी नपेला यसरी आइहाल्छु तिमीलाई सरी पानको पात तिमीलाई सम्झन्छु दिनको रात चाहिँ सला नाना आएरै हाना कसलाई हान्छौ त्यहाँदेखि छाना माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात मस्याङ्गी सला एकदम ओए 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 सो यो पार्क चाहिँ यस्तो छ है धेरै मान्छेहरू आज यता जम्मा छ किनकि इट्स भिक्टोरिया डे होइन अनि एज यु क्यान सी देयर इज अ लट अफ पिपल हियर हाम्रो चाउमिन पनि छ यहाँनिर पुलाउ पहिला एउटा मोमो राख्नु आगो पहिला छाडिदिउँ न भाइ तिम्रो त अगाडि छाडिदिँदो रहेछ उडुडी आगो पनि मासु झिक्दिएको यसरी त्यो भित्र हालिदिएको क्या म त के हो यार मान्छे हो कि के हो जस्तो लाग्यो मान्छे कि के जस्तो लाग्यो भट्टै किसिम उतै त झापाको त हुन्थ्यो नि ओखलढुङ्गा कता हो झापा हो होइन उता सोलुतिर मेरो गाउँतिर खोल्ने नाम चाहिँ भन्न लान्छु भनेर मलाई
टेकिङ फायर यसरी नै फायर लिने चलन छ है के अरे सोलेको एक्टिङ के हुन्छ अरे यस्तो यस्तो हुँदाखेरि ठाकुर मेरो हात के हो यो चाहिँ सुमिन्दा र शिवानी दिदी घरबाट हो हजुर तामा कहिले खाइन अब यहाँ हो चामा हालेको खिच्नु हाम्रो दाइले खतरा हाल्छ हो अलिकति So as you can see, we have soloti, achar, pulao, and then aloo dum, right? आलु तामा And this is roasted chicken, achar, and prawn. Okay, we're gonna have our dinner. खानु के बरु मैले बनाएको मैले केही मिठो राखेन रे हो नि भाइ यता हेर्देऊ हेर्देऊ न म जुमिङ गरिदिन्छु त्यहाँ एकदम मिठो छ भने थ्याङ्क यू है एकदम यत्रो प्रोग्राम अर्गनाइज गरिदिनु भयो हाम्रो जुनियर बहिनीले त्यस्तै अर्को मेन डान्सर भाइ विकास भाइ नै हुनुहुन्छ हाम्रो साथ एकदम कार्यक्रम धेरैभन्दा धेरै रमाइलो गरिदिनु त्यसलाई प्यारी बहिनी जुमिना र प्यारो भाइ विकास भाइ धेरै धेरै यो अन्त रमाइलो भने त guys so guys we're at the end of this program right now and today's program was really fun and excited so I would like to thank everyone and let's cheer. Enjoy. जाने कि नजाने तलको पानी माछीले खाने प्रेमसित जाने कि नजाने मानिसको जोबन पिपलको पाता जस्तो फिलिलिली भरि जाने रहेछ सोना चाँदी भन्नु मात्रै रहेछ ओ झ्याउरे भाका दिनु पर्यो एक्सप्रेसन अलिअलि
चुरी पिरथी माफी हुन्छ क्या मालुम मेरो गल्तीमा माफी हुन्छ क्या मालुम मेरो गल्तीमा उहिलेको बाजको बालामा मोहर झल्के डालामा अहिले त हाम्रो चढ्यो क्या मालुम तिम्रो गालामा So guys, that's all for today. हामी चाहिँ अब जाँदैछौँ अब बाई सबैलाई बाई 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 That's all for today, guys. It was really fun and we enjoyed a lot, I know. So how was Thank you so much. है रमाइलो भइहाल्छ अब फेरि चाँडै गर्नुपर्छ रमाइलो है भयो भोलि भेटौँ ल दाइ हामी त नजिकको हो नि त ल थ्याङ्क यू भाइ रामसँग जानु ल तनी बाई ओइ ल त बाई 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 बहिनीहरू ल बाई बाई रामसँग जानु टेक केयर गुड नाइट है गुड नाइट Enjoy and good night.